नमस्कार साथीहरू। आज म तपाईँहरूलाई निर्मायण डट कमबाट निर्माणसँग सम्बन्धित सामान कसरी किन्न सकिन्छ, आर्किटेक्ट, इन्जिनियर, अकाउन्टेन्ट कसरी भेट्ने, साथै जग्गा र घर कसरी किन्ने बेच्ने सकिन्छ भन्ने विषयमा सिकाउन गइरहेको छु। त्यसैले यो भिडियो स्किप नगरी अन्तिमसम्म हेर्नुहोला। ल अब भिडियो सुरु गरौँ है त। साथीहरू, तपाईँहरू हेर्न सक्नुहुनेछ, हामी चाहिँ निर्मायणको इन्टरफेसमा आइसकेका छौँ। निर्मायण डट कम चाहिँ हाम्रो कम्प्युटरमा खुलिसकेको छ। अब हामी एकाउन्ट बनाउनतिर लागौँ है त। तपाईँहरू हेर्न सक्नुहुन्छ, यहाँ साइन इनको अप्सनमा चुज गरेर यहाँ साइन अपमा क्लिक गर्नु र त्यसपछि आफ्नो नाम, फोन नम्बर, म यहाँ एउटा टेस्टिङ नाम लिइरहेको छु। त्यसपछि म यहाँ चाहिँ यो टेस्टिङ नाम हो, एउटा युज अफिस 0789। त्यसपछि आफ्नो फोन नम्बर र पासवर्ड, यहाँ पासवर्ड मैले राखिदिएँ होइन त। अनि त्यसपछि अब कन्फर्म पासवर्ड, अनि त्यसपछि अब साइन अप। अब यहाँ ओटिपी आउँछ होइन, तपाईँको फोनमा ओटिपी आउँछ, त्यो ओटिपी यहाँ राख्नुपर्ने हुन्छ। ओटिपी चाहिँ 423034 आएको छ। अब भेरिफाईमा क्लिक गर्नुहोस्। यहाँ फेरि चाहिँ तपाईँहरू हेर्न सक्नुहुन्छ, हामी चाहिँ निर्मायण डट कमभित्र साइन इन भइसकेका छौँ र यहाँ तपाईँ सबै प्रोडक्टहरू होइन, ट्रेडिङ एन्ड एक्सपर्ट, ट्रेडिङ प्रोपर्टिज होइन, लेटेस्ट अपलोड सबै हेर्न सक्नुहुनेछ। यहाँ चाहिँ क्याटेगोरिज दिएको छ। अब म तपाईँहरूलाई क्याटेगोरिज हेराउन गइरहेको छु। यहाँ अहिले म मटेरियल्समा क्लिक गर्छु होइन, यहाँ तपाईँहरू हेर्न सक्नुहुनेछ चाहिँ कन्स्ट्रक्सन मटेरियल्स, स्टिल मेटल, रुफिङ मटेरियल्स, फ्लोरिङ मटेरियल्स, डोर एन्ड विन्डोज, वाल एन्ड पार्टिसन मटेरियल्स होइन, एचबिएसए मटेरियल्स चाहिँ जति पनि मटेरियल्स छ कन्स्ट्रक्सन रिलेटेड त्यो सबै यहाँ तपाईँ हेर्न सक्नुहुन्छ। त्यसपछि अब हार्डवेयर स्टोर्स होइन, जस्तै यहाँ सिमेन्ट, कन्स्ट्रक्सन, हार्डवेयर, टिएमटी, एमएस स्टिल जति पनि छ हार्डवेयर स्टोर रिलेटेड त्यो सबै तपाईँ यहाँ हेर्न सक्नुहुन्छ। त्यसपछि यहाँ एक्सपर्ट, एक्सपर्ट भन्नाले अब तपाईँलाई कस्तो एक्सपर्ट चाहियो भन्नाले यहाँ प्लानिङ एक्सपर्ट चाहियो कि आर्किटेक्ट, स्ट्रक्चरल इन्जिनियर, सिभिल इन्जिनियर, यहाँ चाहिँ तपाईँ सबै हेर्न सक्नुहुन्छ। अल ओभर भन्नाले कन्स्ट्रक्सनको जति पनि काम छ, लाइक तपाईँ निर्माणमा इन्जिनियर पाउन सक्नुहुन्छ, जति पनि प्रोडक्ट छ त्यो पाउन सक्नुहुनेछ होइन, एन्ड लेबर्स पाउन सक्नुहुनेछ। त्यसपछि यहाँ म्यान पावर होइन, म्यान पावरमा जस्तै यहाँ म्यासन्स, कार्पेन्टर, इलेक्ट्रिसियन, प्लम्बर्स त्यो सबै तपाईँ यही वेबसाइटबाट हायर गर्न सक्नुहुनेछ। यहाँ टुल्स एन्ड इक्विपमेन्ट्समा जानुहोस्। त्यसपछि यहाँ ह्यान्ड टुल्स, लिफ्टिङ मटेरियल्स ह्यान्डलिङ, जेनरल हार्डवेयर, पावर टुल्स होइन, त्यो सबै तपाईँ यहीँबाट किन्न सक्नुहुन्छ। त्यसपछि यहाँ प्लान एन्ड इन्डस्ट्री, यहाँमा रहेको छ सिमेन्ट एन्ड कन्क्रिट, स्टिल एन्ड मेटल, ब्रिक इन्डस्ट्री। त्यसपछि अब रियल इस्टेटमा जाउँ हामी, यहाँ रहेको छ फ्ल्याट एन्ड अपार्टमेन्ट अन रेन्ट, फ्ल्याट एन्ड अपार्टमेन्ट अन सेल भन्नाले तपाईँको जे जति प्रोपर्टी छ तपाईँ यहाँबाट किनबेच गर्न सक्नुहुन्छ। रियल एन्ड इस्टेटमा तपाईँ हेर्न सक्नुहुन्छ। त्यसपछि यहाँ कन्सल्टेन्सीमा जानुहोस्। त्यसपछि यहाँ डिजाइन वर्क, सुपरभिजन, प्रोजेक्ट म्यानेजमेन्ट सबै यहाँ हेर्न सक्नुहुन्छ। त्यसपछि कन्ट्र्याक्टर्समा भन्नाले तपाईँलाई बिल्डिङ बनाउनु छ, सिभिल कन्ट्र्याक्टर चाहियो, एमइपी कन्ट्र्याक्टर चाहियो होइन, लेबर कन्ट्र्याक्टर, इन्टेरियर कन्ट्र्याक्टर, त्यो सबै तपाईँ यहाँ हेर्न सक्नुहुनेछ होइन। यहाँ हार्डवेयर स्टोर, एक्सपर्ट, म्यान पावर भन्नाले सबै तपाईँ यही निर्मायण डट कमबाट लिन सक्नुहुनेछ। जस्तै मलाई यो प्रोडक्ट बाई गर्नु छ होइन, युपिबिसी डोर, म क्लिक गर्छु होइन। तपाईँहरू हेर्न सक्नुहुन्छ यो प्रोडक्टभित्र हामी आइसकेको छौँ। यहाँ नाम रहेको छ युपिबिसी डोर, प्रोभाइन्स बागमती प्रदेश होइन, डिस्ट्रिक्ट ललितपुर, सिटी महालक्ष्मी। त्यसपछि यहाँ डिटेल कमेन्ट्स हेर्न सक्नुहुनेछ। त्यसपछि यहाँ इन्क्वायरी नाउमा गएर चाहिँ तपाईँ यहाँ आफ्नो नाम, इमेल, सब्जेक्ट र आफ्नो तपाईँको मेसेज के हो, तपाईँ के को बारेमा इन्क्वायरी गर्न चाहनुहुन्छ त्यो लेखेर यहाँ सबमिट गर्न सक्नुहुन्छ। त्यसपछि यहाँ च्याट नाउमा गएर यो प्रोडक्ट सेलरसँग तपाईँ डाइरेक्टली च्याट गर्न सक्नुहुनेछ होइन। त्यसपछि यहाँ सिमिलर प्रोडक्ट रहेको छ होइन, बर्जर पेन्ट, आइरन रड, सिमेन्ट, कलर, ग्र भन्नाले जति प्रोडक्ट छ सबै हेर्न सक्नुहुन्छ। यहाँ सिलेक्ट एरियाजमा गएर चाहिँ तपाईँको एरियामा एभाइलेबल छ कि छैन त्यो पनि तपाईँ हेर्न सक्नुहुनेछ। जुन यो सेलर छ भन्नाले तपाईँको एरियामा यसको सेलर एभाइलेबल छ कि छैन त्यो तपाईँ यहाँबाट हेर्न सक्नुहुनेछ सिलेक्ट एरियामा गएर होइन। त्यसपछि यहाँ पोस्ट एन्ड ग्रो एउटा अप्सन रहेको छ साथीहरू।
योमा चाहिँ तपाईँ आफूलाई लिस्ट पनि गर्न सक्नुहुनेछ होइन। तपाईँ एउटा इन्जिनियर हुनुहुन्छ, कन्ट्र्याक्टर हुनुहुन्छ होइन, वा लेबर हुनुहुन्छ, तपाईँ यहाँ आफूलाई लिस्ट गर्न सक्नुहुन्छ। वा तपाईँ कुनै प्रोडक्ट सेल गर्न चाहनुहुन्छ भने त्यो प्रोडक्टलाई पनि यहाँ लिस्ट गर्न सक्नुहुन्छ। यहाँ आफ्नो फोटो, यदि तपाईँ कन्ट्र्याक्टर सिभिल इन्जिनियर हुनुहुन्छ भने आफ्नो फोटो दिनुहोस् होइन। त्यसपछि यदि तपाईँ आफ्नो कुनै सामान प्रोडक्ट सेल गर्न चाहनुहुन्छ भने त्यो प्रोडक्टको फोटो, यहाँ त्यसको नाम, यहाँ सेल टाइप दिनु होइन, सेलमा दिन चाहनुहुन्छ कि रेन्टमा कि हायरिङ गर्दै हुनुहुन्छ होइन। क्याटेगोरी यहाँ हार्डवेयर स्टोर, प्लान्ट एन्ड इन्डस्ट्री के रहेको छ त्यसपछि सब क्याटेगोरी दिनुहोस् होइन। त्यसपछि यहाँ सब्सक्रिप्सन आफ्नो प्रोडक्टको बारेमा वा आफूलाई यहाँ डिस्क्राइब गरिदिनुहोस्। त्यसपछि यहाँ प्राइस, ह्याज प्राइस, नो प्राइस, तपाईँ यहाँ आफूले चुज गर्न सक्नुहुन्छ। त्यसपछि यहाँ लोकेसन होइन, त्यसपछि यहाँ डिस्ट्रिक्ट, यहाँ सिटी पनि चुज गर्न सक्नुहुनेछ साथीहरू। तपाईँ यहाँबाट यहाँ माई लिस्टिङमा जानुहोस्। त्यसपछि तपाईँले यहाँ के लिस्ट गर्नुभएको छ होइन, त्यो सबै यहाँ हेर्न सक्नुहुनेछ। अनि त्यसपछि साथीहरू यहाँ चाहिँ आफ्नो प्रोफाइलको अप्सन रहेको छ। यहाँ सेटिङमा गएर चाहिँ तपाईँ आफ्नो नाम होइन, फोन नम्बर, अहिले नाम रहेको छ एडमिन अकाउन्ट जस्तै अकाउन्ट सेटिङमा एडमिन अकाउन्ट, पासवर्ड यहाँबाट चेन्ज पनि गर्न सक्नुहुनेछ होइन। यहाँ सेटिङमा गएर सरी साथीहरू, अहिले हामी सेटिङमा चाहिँ यहाँ एडमिन अकाउन्ट हेर्न सक्नुहुन्छ। ड्यासबोर्डमा रहेको छ अहिले टोटल लिस्टिङ 5, रिसिभ इन्क्वायरिज होइन, अनि इन्क्वायरिज मेड। त्यसपछि यहाँ हेर्न सक्नुहुन्छ यहाँ एउटा अप्सनहरू रहेको छ, होम, न्युज एन्ड आर्टिकल्स होइन, सपोर्ट, प्राइभेसी पोलिसी एन्ड टर्म एन्ड कन्डिसन। तपाईँ यहाँबाट हेर्न सक्नुहुन्छ। यदि कुनै सेलरले वा कसैले केही न्युज आर्टिकल निर्माण.com पोस्ट गरेको छ भने तपाईँ डाइरेक्टली यहीँबाट हेर्न सक्नुहुनेछ। अनि साथीहरू त्यसपछि यहाँ एउटा सेभ्डको अप्सन रहेको छ चाहिँ तपाईँले कुनै प्रोडक्ट मन परेको छ भने तपाईँ डाइरेक्टली यहाँबाट सेभ गर्न सक्नुहुनेछ होइन, पछि किन्नलाई। त्यसपछि यहाँ सेभ गरिसकेपछि यहाँ सेभ लिस्टमा आइसकेको छ यो प्रोडक्ट। अहिले मैले यो फेभिकल सेभ गरेँ होइन, यसको प्राइस यति रहेको छ, त्यो तपाईँ हेर्न सक्नुहुनेछ। र यहाँ सर्च बार रहेको छ चाहिँ तपाईँ यहाँबाट आफूलाई चाहेको प्रोडक्ट यहाँबाट सर्च गरेर छान्न सक्नुहुनेछ साथीहरू। आशा छ तपाईँहरूले भिडियो मन परेको होला र यो भिडियोबाट तपाईँहरूलाई अलिकति पनि हेल्प भेट्यो भने यो भिडियोलाई लाइक र च्यानललाई सब्सक्राइब गरिदिनु होला साथीहरू। अब भेटौँ नेक्स्ट भिडियोमा। धन्यवाद साथीहरू।